guys, so welcome to my new mini vlog and I'm Pratima अनि म अहिले छु काठमाडौँमा। सो हाम्रो प्लान थियो कि आज हामी जाने पशुपतिनाथ मन्दिर दर्शन गर्ने हैन। काठमाडौँमा आइसकेपछि दर्शन गर्नु नै पर्यो। मलाई कहिलेदेखि मन थियो कि मन्दिर जाने भनेर। अनि त्यसपछि फाइनली आज हामीले डिसाइड गरेर बिहान नुहाइधुवाइ गरेर म मेरो दिदी अनि फेरि मम्मी भएर पशुपतिनाथ मन्दिर पुग्यौँ। बसमा गएका थियौँ। त्यसपछि फेरि हामीले प्रसाद किन्यौँ। त्यसपछि फेरि भित्र गयौँ। यति मलाई त थाहा नै थिएन कि यति ठुलो स्पेस रहेछ, कति धेरै ठाउँ जाने हैन। अनि स्पेस भित्र हिँड्दै जाँदा हामी फाइनली पशुपतिनाथ मन्दिरको गेटमा पुग्यो। अनि फेरि भित्र फोन अनि क्यामेरा लान एलाउ रहेनछ। अनि मलाई त कहिले थाहा नै थिएन कि सबले बाहिरपट्टिको फोटो राख्ने हैन। त्यसपछि त्यही नै होला मन्दिर जस्तो फिल भइरहेको थियो मलाई। तर भित्रपट्टि गएपछि त झन् कति धेरै स्पेस हैन, कति धेरै मन्दिर अनि त्यो मन्दिरको स्ट्रक्चर वाउ। अनि एउटा नयाँ कुरा पनि थाहा भयो के रे, त्यो पशुपति मन्दिरको माथिको मुकुट सुनको रहेछ। त्यसपछि हामीले दर्शन गऱ्यौँ। वहाँ 108 वटा शिवलिङ्ग पनि थिए। अनि त्यसपछि फेरि साथमा त्यही यतापट्टि आरती हुने रहेछ रातिमा अनि उतापट्टि शमशान घाट रहेछ साथमै, जो कस्तो अचम्म लाग्यो। अनि त्यसपछि हामी माथितिर गयौँ। माथितिरबाट पुरै पशुपतिको भ्यू देखिरहेको थियो। यति पिसफुल माइन्ड भयो थियो नि, धेरै रमाइलो भयो। अनि त्यसपछि हामी आज घर आयौँ। अनि फेरि आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग। बाई बाई, टाटा।